हेलो गाइज, सबैलाई फेरि पनि स्वागत छ। आज पनि हामी नयाँ भ्लग लिएर आएका छौँ तपाईँको माझ। आज चाहिँ हामी भ्लगको लागि क्यामेरा स्ट्यान्ड ल्याउन जाँदैछौँ। अच्छा कस्तो लाग्छ मिठो भ्लग, छोटो मिठो भ्लग हेरेर प्रतिक्रिया दिनु होला। धन्यवाद। क्यामेरा स्ट्यान्ड राख्न गइरहेका छौँ गाइज हामीहरू। अब एकछिनमा क्यामेरा स्ट्यान्ड किनेर दाइले फिट गरेर कस्तो आछ, ठिक छ कि छैन एउटा चेक गर्दै हुनुहुन्छ। अनि यसमा मेरो भाइले पनि चेक गर्दैछ कस्तो आयो भनेर है। अनि हामी अब सुइटेबल छ कि छैन भनेर चेक गर्नलाई यसो डुलिरहेका छौँ। चेक गर्न त हिँडेको गाइस, तर बाटो चाहिँ पिच त भएकै छ, तर सबै पिचहरू उकिएर खाल्टाहरू भयो कि गेटाहरू धेरै एकदम बढी मात्रामै रहेछ कि। अनि एकैछिन ट्रायल बाइकको ट्रायल दिन गए चाहिँ स्ट्यान्ड पनि ट्रायल दिन हामी गएका छौँ। यसो हेर्दाखेरि चाहिँ ठिकै लाग्यो, यो राख्ने कि नराख्ने भन्नेमा सोचमा थियो। अनि हामी राख्ने चाहिँ निर्णय गऱ्यौँ गाइज। यो चाहिँ हामीले त्यो लायन्स आँखा अस्पताल जाने बाटो निरै साइडमा छ। तपाईँहरूले चाहिएमा उहाँसँग आउन सक्नुहुनेछ है। यो चाहिँ हामीलाई राम्रो लाग्यो। क्यामेरा स्ट्यान्ड चेक गरेर पनि अब राख्ने निर्णय भएसँगै हामी अब रुमतर्फ जान लागिरहेका छौँ। तर यो ठाउँमा चाहिँ सधैँ यस्तै ट्राफिक जामै हुन्छ है गाइज। यो एरियामा चाहिँ विशेष ध्यान दिएर जिप बाइक बसहरू चलाउनु पर्छ। अनि हामी गइरहेका छौँ गाइज। यो एरिया चाहिँ मैना बगर गाउँतिर आइरहेको छ। रुमतिर गइरहेका छौँ गाइज। भ्लग कस्तो छ लाइक कमेन्ट सेयर अनि च्यानललाई सब्सक्राइब गरिदिनु होला, राम्रो लागे। यो ठाउँमा चाहिँ बाटो बनाउन लागेको भएर एकदम धुलै छ गाइज। रुमतिर जाने बाटो त त्यही तलबाट थियो। तर यसो हेरौँ भनेर हामी चाहिँ उता परबाट घुमेर आउने निर्णय गरियो है त।
अब हामी भ्लगको अन्त्यतिर आइरहेका छौँ। भ्लग कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला। लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब पनि गर्न नभुल्नुहोला। सबैजनालाई धेरै माया अनि मिठो सम्झना छ है त गाइज। बाई बाई, टेक केयर।